हेलो गाइज गुड मर्निङ। आज चाहिँ दसैँको डे 2 हो अनि त्यस पछाडि आज चाहिँ टिका लाउन म चाहिँ धेरै ठाउँ जानु छ। मेरो काइला काकाकोमा जानु छ, मेरो फुपूकोमा जानु छ, अर्को मेरो मैला अङ्कलकोमा जानु छ, मेरो कान्छा अङ्कलकोमा जानु छ, अनि मेरो चाहिँ बुवाको भाइको मतलब काकाहरूकोमा पनि जानु छ, काका हजुरबाकोमा पनि। सो अनि आज हामी मामालाई जाँदैनौँ, हामी चाहिँ मामालाई भोलि मात्रै जान्छौँ। सो अब अनि जानलाई चाहिँ म रेडी हुँदैछु। अनि यहाँ चाहिँ सन्ध्याजी हुनुहुन्छ, सन्ध्याजी मलाई मेकअप गर्दिन भन्दै हुन्छ होइन। अनि अब ऊ पनि उसको घर जाने अरे, अनि हेर्दै गर्नु होला। म तर अर्का घरमा गएपछि मलाई अलिक धेरै चाहिँ लाज लाग्छ नि। हाम्रो घरमा चाहिँ हामी किन मामालाई नगएको भन्दाखेरि चाहिँ बन्यानीको आफन्तहरू अनि त्यस पछाडि हरिया बुधबारेको सबैजना आज आउनुहुने अरे। हिजो पनि आउनुभएको थियो आधी उधीभन्दा धेरै, अनि आज पनि आउनुहुने अरे। त्यही भएर चाहिँ आमालाई अलिक धाउधाउ पर्छ नि त, त्यही भएर चाहिँ हामी बस्छौँ घरमै। अनि त्यस पछाडि म चाहिँ एक्लै जान्छु किनभने मम्मीहरू जानु हुँदैन, अनि म एक्लै चाहिँ काकाहरूको सबैतिर भ्याएर आउँछु। र पनि म भिडियो बनाउने कोसिस गर्छु, तर बनाइन भने पनि इट्स ओके है त गाइज। बाई, यतै गर्नु होला एकछिनमा। हेलो गाइज, आइ एम रेडी। अनि आजको चाहिँ मेरो यस्तो छ होइन लुगा चाहिँ, अनि उसको चाहिँ यस्तो छ लुगा होइन। अनि त्यस पछाडि अब चाहिँ हामी जाँदैछौँ काइला काकाकोमा, अनि ऊ पनि काइला काकाकोमा जान्छ। अनि त्यहाँदेखि चाहिँ अरूतिर जान्न अरे, ऊ चाहिँ घर जान्छ। अनि म चाहिँ मेरो फुपू दिदीकोमा अरू अङ्कलहरूको मलाई भने जस्तै जान्छु। अब चाहिँ हामी हिँडेको हेर्दै गर्नु होला है त। अहिले चाहिँ म आइसकेको छु हामी काइला काकाकोमा। अनि अब चाहिँ हामी टिका लाउने, अनि काइला काका चाहिँ लुगा लाउनु जानुभएको छ। लुगा हेरेर टिकटक बनाउने भनेपछि चाहिँ राम्रो लगाउनुपर्छ नि, त्यही भएर हेर्दै गर्नुलाई। काइला काका हातको टिका लाएर एक दुईवटा हामीले फोटो खिच्यौँ। अनि त्यस पछाडि माइली आन्टीको हातको टिका लगाएँ, अनि कान्छी आन्टीको हातको टिका लगाएँ। हामी चाहिँ आएको छौँ फुपूको घरमा टिका लाउनलाई। हामीले चाहिँ 3टा घरमा टिका लगायौँ, अनि हामी चाहिँ फुपूको घरमा आएको छौँ। अनि यहाँ भाइहरू चाहिँ मस्त सुतेर टिभी हेर्दैछन् अहिले होइन। अनि यहाँ चाहिँ दिदी दिदी भन्दै आउँदैछ। फुपू चाहिँ घाँस काट्दै हुँदो रहेछ, भान्जी चाहिँ भात पकाउँदै हुँदो रहेछ, भान्जा चाहिँ यता छलामा काम गर्दै हुँदो रहेछ। अनि अब हामी एकछिन बस्छौँ, अनि त्यसरी टिका लगाइदिनुहुन्छ, अनि हामी घर जान्छौँ। गाइस, मैले चाहिँ आफन्तहरूको सबैतिरमा टिका लगाएर आइसकेँ। सो अब चाहिँ म जाँदैछु विजेता दिदी र जेन्सा दिदीकोमा टिका लगाउनलाई होइन। अनि अब चाहिँ सुरुमा जान्छु जेन्सा दिदीहरूकोमा टिका लगाउँछु भावना मम्मीको हातको। अनि त्यस पछाडि यहाँ आउनुहुन्छ कृष्ण दिदीलाई लिएर आउँछु। कृष्ण दिदीले यहाँ मम्मीको हातको टिका लगाउनुहुन्छ। अघि नै विजेता र बिनम, अनि पछाडि विजेन्तीले चाहिँ अघि आएर टिका लगाएर गइसकेछन् म नहुँदाखेरि। अनि त्यही भएर चाहिँ अनि अब हामी चाहिँ यहाँनिर आएर दिदीले टिका लगाएर अनि हामी जान्छौँ फेरि विजेताहरूकोमा, उहाँ गएर पनि टिका लगाउँछौँ। अनि आज मैले भ्लगमा मैले टिका लगाएकोहरू चाहिँ मैले देखाउन पाएको छुइनँ घरमा गएर चाहिँ, किनभने मलाई लाज लाग्छ नि त अब अर्का घरमा गएर जे भिडियो बनाउनु खोइ किन। सो हेर्दै गर्नु होला। कसको घरमा आएको भाइ? कसको घर हो यो? कसको घर हो भन न? कङ्गुको घर हो। मम्मीहरूले चाहिँ भर्खर आज लगाइदिनु भ्याउनु भयो मलाई टिका। यस्तो गालाले भन्दा गालामा दल्नु हजुर। हामी कसकोमा आएको छौँ भाइ? हामी कसकोमा आएको छौँ भाइ? हामी कसकोमा आएको छौँ? अहिले यो कसको घर हो? यो कसको घर हो? बिहाको घरमा आएको छौँ हामी। हेलो गाइस, फेरि पनि म आइसकेको छु। अनि त्यस पछाडि चाहिँ हामी चाहिँ अहिले विजेताहरूकोमा गएर आएँ। म चाहिँ उता जेन्ट्सहरूकोमा गएर आएर फेरि विजेताहरूकोमा गएर आएँ, त्यो त हजुरहरूलाई थाहा छँदैछ। अनि त्यस पछाडि के अरे विजेताहरूकोमा गएर चाहिँ भात नखाइ हिँड्नै दिनुभएन, अनि भात खाएर टिका लगाइदिनु भयो। अनि आयौँ, अनि अहिले चाहिँ आएर म डिउ खाँदैछु, मलाई डिउ खान मन लाग्यो एक्कासी। अनि अब चाहिँ म ड्रेस चेन्ज गरौँ कि नगरौँ भनेर सोच्दैछु क्या, किनभने मम्मी बाबा आउने बित्तिकै फेरि उहाँ जानु छ नि त धमक, त्यसरी ड्रेस चेन्ज गरौँ कि नगरौँ भनेर सोच्दैछु। बट म ड्रेस चेन्ज चाहिँ गर्नु पर्यो, मलाई धेरै नै गरम भइसक्यो। अनि ड्रेस चेन्ज गरेर बरु फेरि लाउँदा भयो नि त, बरु फेरि लाउँछु पर्यो भनेको। तर फेरि होस्, अब मम्मीहरूले के भन्नुहुन्छ त्यही गर्छु, सोधेर आउँछु। अनि गाइज, मेरी आमा चाहिँ रेडी हुँदैछिन् उहाँको काका ससुराकोमा टिका लाउन जानलाई। अनि म चाहिँ आएर एकछिन सुतेर टिकटक बनाएर फेरि उठेर अब चाहिँ काकाहरूकोमा जानलाई रेडी भइरहेको छु म पनि। अनि त्यस पछाडि काकाहरूकोमा दमक गएर आउने, अनि दमक गएर आएर चाहिँ अनि आजलाई सिधै कहीँ पनि नहिँड्ने, अनि एकैचोटि भोलि जाने मामालाई।
गाइस अब चाहिँ हामी हिँडेको घरबाट काकाहरूकोमा अनि काकाहरूकोमा गएर टिके लाएर आउँछौँ है त। मौसम चाहिँ पानी हल्का हल्का परिरहेछ सो अनि जान चाहिँ गाह्रो हुन्छ कि भन्दै हुनुहुन्छ हाम्रो बाबाले। बट हामी तर पनि जान्छौँ किन होला नि त होइन। अब के हुन्छ हेरौँ। हामी चाहिँ गएको काका घर टिका लगाउन। गाइस यहाँ चाहिँ मेरो हिजोको लाइट पो भल हिजोको भ्लग हेर्दै अनि दुईजना भएर यही हो हिजोको लखतरे दाजु भनेको उहाँको बहिनी। अहिले हामी यही लखतरेकोमा टिका लगाउन आएको छौँ। भ्याकेन्सी अझै पनि खाली छ अरे। हिजो आएन नि एउटा पनि सेट यस्तो त हुनु भएन है गाइजहरू। आउनु पर्यो होइन। म हजुरलाई अरूलाई देखाउँछु ल गएर। त्यहाँ गएर बोल्नै लाज लाग्यो मलाई त त्यही भएर बोलिनँ। हामी चाहिँ काका घरमा टिका लगाएर घुमिसकेको छौँ। चाहिँ हामी घर जाँदैछौँ। हामी चाहिँ घर आइपुग्दा चाहिँ मेरो फुपू दिदी र अनि बिराज आइसक्नु भएको रहेछ। अनि उहाँहरूसँग चाहिँ टिकटक बनाउन लगाएँ मैले। आमाहरूलाई के अरे फोटो खिच्न लगाएँ यताउति। अनि त्यसरी फेरि अर्को फुपू र भिनाजु अर्को फुपू र भान्जा दाई आउनुभयो। अनि अहिले चाहिँ उहाँहरू चाहिँ मकैबारी हेर्न जानुभएको छ। अनि अहिले चाहिँ म चाहिँ यहाँनिर लुगा फेर्छु भनेर आएको छु। अति धेरै त्यो हुन्छ लाइक जुनै पोलेवाला फिल आइरहेछ क्या मलाई। त्यही भएर म चाहिँ अब लुगा फेर्ने अब कहीँ जानु छैन आजको दिनमा। सो अझै म लुगा फेर्छु। अनि आज अझै को आउनुभयो भने चाहिँ म देखाउँछु भन्छु। तर उहाँ गएर चाहिँ म देखाउनु सक्दिनँ क्या। म यहाँ यो आउनुभयो यहाँ गयौँ त्यहाँ गयौँ भन्छु। तर त्यहाँनिर गएको चाहिँ म देखाउनु सक्दिनँ किन हो पनि। बट म देखाउने कोसिस गर्छु। अझै पाहुनाहरू लाग्छ त्यही भएर म चाहिँ सब्जी पकाउनु लागि सबै पकाएर काट्छु। बाहिर चाहिँ पाहुनाहरू हुनुहुन्छ। अनि साँझ चाहिँ हामी चाहिँ अब भात खाएर जानु भन्न आँटेको छु। साँझ परेको छ नि त त्यही भएर त अब काम गर्नु पऱ्यो। हेर्दै गर्नु ला त्यसम्म कसैले रुवाउन नसकेको मलाई भित्र चाहिँ देख्नुभयो होला मेरो फुपूहरू हुनुहुन्छ। अनि अब चाहिँ उहाँहरूको लागि भनेर चाहिँ हामी खाना पकाउन घरमा पनि काम गर्दैछौँ। मेरी राम्री मुटु मेरो पुकुली आएकी छिन् अहिले चाहिँ। यता हेला पुकुली कति नरामी भएर आइछिन् नि। हेर खाना मन गरेको के खाना मन लागेको छ उसलाई। गाइस आज चाहिँ पल्ल बेला सबैजना पाहुनाहरू पनि गएर सबैले खाना खाएर त्यति बेलासम्म चाहिँ मैले भाइलाई सुताएँ। अनि अहिले चाहिँ बाहिर सुताएको न्युमा चाहिँ मम्मीहरू चाहिँ बाहिर धन्दामा चाहिँ हुन्छ। सो अनि अब चाहिँ हामी मम्मीहरू धन्दा गरिसकेर चाहिँ एकछिन पिङ खेल्नतिर जान्छौँ नि त। डाइस पनि खेलाउँछ हेरेर आउँछौँ। अनि एकचोटि म खेल्न मलाई मन पर्दैन किनभने इलिगल हो नि त। अनि किन मलाई मनै लाग्दैन। पहिला चाहिँ एकदम खेल्थेँ। अहिले त बुझेदेखि चाहिँ मलाई खेल्न मन लाग्दैन त्यो किन हो किन। अनि त्यहाँबाट म पिङ चाहिँ एकचोटि खेल्छु अनि आउँछु। म हजुरलाई देखाउँछु त्यो डाइस खेलेको नि। गाइजहरू यहाँ चाहिँ दुईजनाले मस्त काम गरेको हुन्छ। देउरानी जेठानी मिली होइन। अनि त्यस पछाडि छिटो गर्नु अनि जानुपर्छ पिङ खेल्न। बाहिर सुताइसक्यो मैले। ल गाइज उहाँहरूले सबैजनाले खेल्ने अरे होइन। म चाहिँ तर खेल्दिनँ र पनि म चाहिँ पिङ खेल्न जान आँटेको। अब चाहिँ हामी यहाँ जाँदैछौँ। यहाँ देख्न सक्नुहुन्छ भिड हाम्रो घरदेखि नजिकै हो। सो अब हेर्नु होला है त। एउटा ग्रुप यहाँ छ एउटा ग्रुप यहाँ छ दुईतिर छ हौ ग्रुप पनि। यहाँ चाहिँ छ हाम्रो पिङ। म चाहिँ यही पिङ खेल्न आएको। मामाहरू चाहिँ त्यहाँ जानुभयो खेल्न मैले। गाइज म चाहिँ अहिले फ्रेस भएर आइसकेको छु। अनि अब चाहिँ म ड्रेस चेन्ज गरेर सुत्छु। सो अब चाहिँ मैले मुख सुख धोएर एकदम धेरै फ्रेस भएर आइसकेँ। अनि अब चाहिँ म ड्रेस चेन्ज गर्छु अनि जिउ नुहाउँछु अनि त्यस पछाडि म सुत्छु।
थ्याङ्क यू फर वाचिङ लभ यु अल गाइज सबैले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि त्यस पछाडि लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला है त बाई लभ यु